नमस्ते जोजलपा। आज पनि प्रविधि संयोजनमा दिलीप कुमार महाजन र म शङ्कर थापा उपस्थित भइसकेका छौँ नेपाल भाषा एकाडेमीको 106.6 मेगाहर्जका निमित्त अनक मिडियाद्वारा प्रस्तुत हुने समय सन्दर्भ कार्यक्रम लिएर। आज यो कोरोना सम्बन्धीकै कार्यक्रममा म हाम्रो एकजना श्रोतालाई कार्यक्रममा जोड्ने कोसिस गर्दैछु। उहाँ हुनुहुन्छ अमृका बलामी, दक्षिणकाली नगरपालिकाका प्रवक्ता हुनुहुन्छ। हामीले योभन्दाको केही अगाडिको कार्यक्रममा पनि उहाँलाई जोडिसकेका थियौँ र दक्षिणकाली नगरपालिकाका बारेमा जानकारीहरू यहाँसँग प्रस्तुत गरिसकेका छौँ। आज फेरि कार्यक्रममा उहाँलाई जोड्ने कोसिस गरेका छौँ। अमृका बलामी जी हामी सम्पर्क गर्ने कोसिसमा छौँ। प्रवक्ता हुनुहुन्छ दक्षिणकाली नगरपालिकाका। म उहाँलाई कार्यक्रममा जोड्छु। सबभन्दा पहिला म अमृका बलामीजीलाई स्वागत गर्न चाहन्छु। बलामीज्यू नमस्कार। नेवा एफएममा हामी यहाँलाई स्वागत गर्छौँ। नमस्कार। हजुर नमस्ते। बलामीज्यू म यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। नेवा एफएमको यो समय सन्दर्भमा म यहाँलाई स्वागत गर्न चाहन्छु। हजुर मलाई सुनिरहनु भएको छ? हजुर सुनेको छु हजुर। म नेवा एफएमको 106.6 मेगाहर्जमा प्रस्तुत हुने यो समय सन्दर्भको कोरोना विशेष कार्यक्रममा म यहाँलाई स्वागत गर्न चाहन्छु। हजुर धन्यवाद। योभन्दा पहिला पनि मैले यहाँसँग सम्पर्क गरेर यहाँको दक्षिणकाली नगरपालिकाको गतिविधि र कोरोनाको गतिविधिहरू मैले प्रस्तुत गरिसकेको थिएँ। आज पनि म यहाँलाई जोड्दैछु। हजुर अहिले ठ्याक्कै भन्नुपर्दा हाम्रो समाजमा फैलिसकेको छ, सामाजिक स्तरमै फैलिएको यो कोरोना छ। अनि केही दिन अगाडि मात्र मैले सामाजिक सञ्जालमा पढेको थिएँ दक्षिणकाली नगरपालिकामा सङ्क्रमितहरू नभएको कुरा पनि पढेको थिएँ। अहिलेको स्थिति के छ हजुर त्यहाँ? अब दक्षिणकाली नगरपालिकामा त्यति चाहिँ हाम्रो उपत्यकामा जोडिएको नाका भमने भन्ज्याङ र सिस्नेरी यसको चाहिँ सिमानामा परे तापनि अहिले हाम्रो चाहिँ यहाँ जति चाहिँ यो चेक जाँच गराउँदाखेरि त्यति चाहिँ हाम्रो देखिएको चाहिँ छैन। तर अहिले पछिल्लो घटनाक्रममा चाहिँ यो जुन अहिले उपत्यकामा फैलिएको चाहिँ जुन एक किसिमको बढ्दो चाहिँ अवस्था छ त्यसमा चाहिँ हाम्रो दक्षिणकाली नगरपालिका पनि अछुतो रहन सकेन। हाम्रो सम्पूर्ण चाहिँ कामकाज चाहिँ काठमाडौँ उपत्यकासँग जोडिएको, चाहे त्यो चाहिँ सर्भिसको कामले होस्, चाहे त्यो व्यापार व्यवसायको कामले होस्, चाहे त्यो चाहिँ कृषि उपजको कार्यक्रम होस्, त्यो कारणले गर्दाखेरि अलिअलि चाहिँ त्यो उपत्यकामा टच भएको व्यक्तिहरूसँग केही चाहिँ देखिन थालेको छ। त्यस्तो किसिमको त होइन। ती व्यक्तिहरूको चाहिँ हस्पिटल अन्य उपचारको लागि हस्पिटलमा जाँदा पहिला चाहिँ पिसिआर चेक जाँच नगरिकन यो उपचार नहुने भएको कारणले गर्दाखेरि कसैको अपरेसन गर्न जाँदा, कसैको चाहिँ कुनै चाहिँ अवस्थाले गर्दा चेक जाँच गर्दा हस्पिटलमा चेक जाँच गर्न गएको व्यक्तिहरूमा केही व्यक्तिहरूसँग देखिएको छ भन्ने कुरा आएको छ। केही दिन अगाडि चाहिँ हाम्रो 1 नम्बर वडा र हाम्रो 3 नम्बर वडा र हाम्रो 5 नम्बर वडाको चाहिँ गरेर 1-2 जनामा देखिएको छ भनेको छ। त्योभन्दा अलावा पहिलामा सबैजनासँग देखिएकोमा हामीले होम क्वारेन्टाइन र हाम्रो चाहिँ तपाईँको आइसोलेसनमा राखेर निको बनाइसकेको अवस्था छ। तर जो देखेको छ उनीहरू पनि हस्पिटलमा भर्ना भएर उपचार गरेको कारणले गर्दाखेरि उतै हस्पिटल जाँच गरेको कारणले देखिएको हुँदा उहाँहरूले चाहिँ त्यो हस्पिटलमै चाहिँ कोरोना सेक्टरमा उपचार भइरहेको अवस्था भएको कारणले हामीले हाम्रो सहरमा त्यति चाहिँ कोरोना चाहिँ सङ्क्रमित क्षेत्र भनेर चाहिँ हामी भन्न सकिँदैनौँ। हामी सुरक्षित छ भन्ने नै लागेको छ सर। हजुर, पहिलेको स्थितिमा चाहिँ केही फैलिएको स्थिति थियो र अब ती सङ्क्रमितहरू अहिले निको भइसकेको अवस्था भन्नुभयो यहाँले, होइन? अनि अहिले चाहिँ भर्खरै अब यो भनौँ न अन्य रोगले चाहिँ हस्पिटलहरूमा सम्पर्क गर्न जाँदाखेरि फेरि पुनः यो देखिएको स्थिति आयो, सङ्क्रमण देखिएको स्थिति आयो। अब यसमा चाहिँ के छ भने पहिलाको तुलनामा हाम्रो चाहिँ 35, 36, 37 जनासम्म पुगेको थियो। त्यसमा हाम्रो चाहिँ सुधार भएर गएको अवस्था देखिएको छ। अहिले हाम्रो यसमा चाहिँ चेकको क्रममा त्यति नदेखिएको कारणले चाहिँ हाम्रो त्रिभुवन विद्यालयमा हामीले क्वारेन्टाइनको व्यवस्थापन गरेका छौँ। त्यो क्वारेन्टाइनको व्यवस्थापन गर्दा त्यहाँ पनि नदेखियो र हामीले के निर्णय गरेका छौँ भने
भने हाम्रो नगरभित्रमा जो कोही पनि कामदार बाहिरबाट आएको छ भने उहाँहरूले उताबाट आएको रिपोर्ट होइन, उताबाट आएको रिपोर्टमा बिचमा टच हुन सकिन्छ। यहाँ आएर काठमाडौँमा हस्पिटलमा चेक जाँच गरेर त्यो चाहिँ चेक जाँच गरेको पिसिआरको रिपोर्ट आफ्नो मोबाइलमा आफूसँग नभएपछि कहीँ कतै घरमा पनि कुनै कोठा भाडा पनि नराख्नु र कतै काममा पनि नलगाउनु भनेर हामीले सबै वडामा चाहिँ सबै जग्गातिर चाहिँ हामीले दक्षिणकाली नगरपालिकाबाट हामीले जानकारी गरिसकेका छौँ। तर केही देखिएको व्यक्तिहरू चाहिँ हस्पिटल जाँदा नै हस्पिटलबाट नै टच भएर चाहिँ केही सङ्क्रमितहरू भएको कारणले गर्दाखेरि हस्पिटलमा केही देखेको मात्रै हो। तर हामी कहाँ त्यस्तो किसिमको अहिलेको लागि चाहिँ देखेको छैन र बाहिरबाट कामको रूपमा श्रमको रूपमा जाने आउने कुरोमा चाहिँ अलिकति हामीलाई अप्ठ्यारो पर्ने अवस्था भएको हुँदा त्यसमा दक्षिणकाली नगरपालिका अलिकति सजग र संयम भएर आफ्नो चाहिँ कार्यक्रमहरू अगाडि सारिरहेको छ। हजुर हजुर, धेरै राम्रो। अहिले भनौँ न, अहिले जुन अब अहिले भर्खरै देखिएको भन्नुभएको छ, उहाँहरू चाहिँ अहिले कुन अवस्थामा हुनुहुन्छ? हजुर हजुर अहिले भर्खरै पनि अब हस्पिटलमा जाँदाखेरि सङ्क्रमित भएर आउनुभएको भन्ने यहाँले जुन शङ्का गर्नुभएको छ, ती व्यक्तिहरू त अहिले आइसोलेसनमा बसिसक्नु भएको छ कि अब उहाँहरूको अवस्था के छ? उहाँहरूको अवस्था चाहिँ अहिले तत्कालै आज 3 दिन पहिला हस्पिटलमा चाहिँ देखिएको कुरो छ। हस्पिटलमा चेक जाँच गर्दाखेरि भर्ना नै भएर चाहिँ उपचार गर्न पर्ने भएको कारणले गर्दाखेरि उहाँहरूको चाहिँ पोजिटिभ देखेको कारणले गर्दाखेरि हस्पिटलको आइसोलेसनमा बसेर उहाँहरूको उपचार भइएको छ। तर उहाँहरूको अवस्था सामान्य छ, खास त्यस्तो किसिमको केही देखेको छैन। रिपोर्ट त्यस्तो आए पनि उहाँहरूको अवस्था सामान्य छ। ए हजुर, धेरै खुसी लाग्यो। सामान्य उपचारबाटै छिटै निको हुन् भन्ने हामीले पनि आशा गर्छौँ। हजुर धन्यवाद। अनि यो पहिले हाम्रो नगरपालिकामा चाहिँ 36-37 जना कति सङ्क्रमित थिए, अनि ती सङ्क्रमितहरू अहिले पूर्ण रूपमा निको भइसकेका यहाँले बताउनु भयो र तिनीहरू अहिले समाजमा कुन स्थितिमा बाँचिरहेका छन्? हजुर, अलिकति अहिले नेपाली समाजमा अलिकति घृणा हुने यस्तो खालको हेला गर्ने भावना अलिकति विकसित भएको अवस्थामा अहिले उहाँहरूको स्थिति के कस्तो होला? अहिले सबैजनाको अवस्थाहरू चाहिँ सामान्य छ। पहिला हाम्रो जुन चाहिँ देखिसकेको पोजिटिभ चाहिँ देखेको व्यक्तिहरूको अवस्थाहरू चाहिँ कसैको चाहिँ दोहोऱ्याएर जाँदाखेरि उहाँहरूको चाहिँ नेगेटिभ आयो, कसको चाहिँ 2 पटकसम्म भयो, दोस्रो पटकसम्मको आयो, कसैको तेस्रो पटकसम्म भयो। बिरामी नै भएर अस्पतालमा उपचार गर्नुपर्ने पट्टिको चाहिँ 21 दिन 22 दिनसम्मको टाइम लाग्यो। अरूको चाहिँ तपाईँको दोस्रो हप्ता 14 दिन 10 दिनमा पनि चाहिँ उहाँहरूको निको भइसकेको कारणले गर्दाखेरि उहाँहरू सबैजना आफ्नो व्यवसाय र आफ्नो काममा लागिसकेको अवस्था छ। हाम्रो दक्षिणकाली नगरपालिकामा त्यस्तो किसिमको चाहिँ यो हाम्रो कोरोना सङ्क्रमित र चाहिँ सङ्क्रमितहरूको चाहिँ पीडादायक र दुःखदायक अवस्थाहरू कसैको छैन। सबैजना चाहिँ लक्षण देखिएकाहरू कोही चाहिँ तपाईँको त्यही हस्पिटलमा छन्, अरू चाहिँ 1 जना आफ्नो घरमा छ। सबैको अवस्था सामान्य छ। हजुर, र त्योभन्दा पहिला देखिनेहरू पनि आफ्नो चाहिँ आफ्नो कामकाजमा, आफ्नो चाहिँ सर्भिसमा, आफ्नो व्यवसायमा फर्किसकेको अवस्था छ। अहिलेको यहाँ दक्षिणकाली नगरपालिका हाम्रो यो विषयमा चाहिँ हाम्रो यो कोरोनाको विषयमा हाम्रो अवस्था सामान्य छ। हजुर, तपाईँहरू पनि फ्रन्ट लाइनमा अगाडि बढ्नुहुन्छ, काम यताउति गइरहनु पर्ने हुन्छ। त्यो स्थितिमा आफ्नो सुरक्षाको लागि के कस्तो विधिहरू अपनाउनु भएको छ भनेर, आफ्नो सुरक्षा कतिको गर्नुभएको छ तपाईँहरूले भनेर? त्यसमा सबैभन्दा पहिला यो बाहिरबाट चाहिँ टच भएर बाहिरबाट आउने मान्छेहरूबाट यो सङ्क्रमित भएको हुँदा सबैभन्दा पहिला जसको बाहिरबाट आएर कोठा भाडामा बस्ने, पसलमा व्यवसायहरू सञ्चालन गर्ने, काममा आउने मान्छेहरूबाट एक नम्बर हाम्रो चाहिँ नगरवासीहरू सुरक्षित हुनु जरुरी छ। त्यसमा हामीले चाहिँ सबैजनाले चाहिँ आफू जोसुकै काम गरे पनि अरूसँग टच नहुने, मास्क लगाएर हिँड्ने र व्यक्तिसँग व्यक्ति टच नगर्ने काम गर्ने एउटा विषय भयो। अर्को एउटा चाहिँ नगरपालिकाकै तर्फबाट जो व्यक्ति बाहिरबाट आएछ, कोठामा बसेको छ, पसल भाडामा बसेको छ, कुनै बन्द व्यवसायहरू गरेको छ भने ती व्यक्तिहरू त कहीँबाट आएर यहाँ बजारमा आएको त छैन, कसै न कसैको घरमा आएर बसेको छ, कहीँ न कहीँ काम गरेको छ। तर त्यो बाहिरबाट आएको व्यक्तिहरू उपत्यका हाम्रो चाहिँ नगरपालिकाभन्दा बाहिरबाट आएको व्यक्तिहरूको सबैको हातमा अथवा चाहिँ उसँग कसैको मोबाइल छैन भने उसँग चाहिँ उसको सङ्क्रमित छैन भन्ने एउटा तत्कालैको र मोबाइलमा छ भने मोबाइलमा आफ्नो रिपोर्ट चाहिँ तपाईँको चाहिँ आफूसँग कुनै रोग नभएको प्रमाण सहित चाहिँ हामी सबैजनालाई अगाडि बढ्नलाई हामीले नगरवासीलाई अनि यसमा चाहिँ व्यवसायलाई, व्यापारीहरूलाई सम्पूर्णलाई त्यो अभियान चाहिँ सूचना मार्फत दिएको हुँदाखेरि कोही व्यक्तिसँग त्यस्तो किसिमको चाहिँ रिपोर्ट भएन,
त्यस्तो किसिमको आएन भने सम्बन्धित घरवालाले नै त्यो जिम्मेवारी लिनुपर्ने। त्यसले ठुलो नोक्सान गर्यो भने त्यही चाहिँ टोलको त्यो जसको घरमा राख्यो त्यो नै जिम्मेवार हुनुपर्ने भएको कारणले सबैलाई यो किसिमको सचेत र सचेतना जगाएका छौँ। यो हाम्रो चाहिँ यो आज एफएम मार्फतमा सम्पूर्ण नगरवासीलाई पुनः एकपटक के भन्न चाहन्छु, कहीँ कतै नगरले त्यो सूचना नगरपालिकाबाट सूचना दिएको यहाँले प्राप्त गर्नुभएको छैन भने, कतै यो कुरा चाहिँ कुनै सामाजिक सञ्जालबाट प्राप्त गर्नुभएको छैन भने, काठमाडौँ यो चाहिँ दक्षिणकाली नगरपालिका मात्रै होइन, हाम्रो उपत्यकामा चाहिँ जो कसैले पनि आफ्नो बाहिरबाट आएको व्यक्तिहरू चाहे कुनै चाहिँ यो केही समय चाहिँ कोठा बन्द गरेर बाहिर गएको छ आएको छ भने पनि, कुनै व्यक्ति कहीँ गएर चाहिँ केही समय बसेर आएको छ भने र कुनै चाहिँ सङ्क्रमित क्षेत्रमा गएर आएको छ भने, व्यवसाय र चाहिँ कुनै एउटा चाहिँ कामको लागि यहाँ आएको छ भने त्यो व्यक्तिसँग आफू चाहिँ निरोगी भएको प्रमाण भइसकेपछि मात्रै आफ्नो घर टोलमा चाहिँ स्वीकार्न म सम्पूर्णलाई अनुरोध गर्छु। अन्यथा त्यो किसिमको कुनै त्यस्तो किसिमको आयो त्यो घरको मान्छेले हेरेन भने पनि नयाँ व्यक्ति त्यो टोलमा आइसकेपछि टोलको छर छिमेकीहरू चाहिँ ले पनि यो मान्छेसँग यसरी आएको छ, यससँग यो प्रमाण छ छैन भनेर आफ्नो महिला स्वयंसेविका, आफ्नो जनप्रतिनिधि र स्वास्थ्यसँग काम गर्ने चाहिँ स्वास्थ्य सङ्घ संस्थाहरूलाई चाहिँ त्यो किसिमको खबर गरिदिन पनि अनुरोध गर्दै र थाहा हुनेहरूले पनि यसलाई चाहिँ आफ्नो चाहिँ मान्छे आफ्नो भए पनि, मानव आफ्नो भए पनि, व्यापार व्यवसाय आफ्नो भए तापनि यो रोग आफ्नो नहुने, रोग सतुनै हुने भएको कारणले यो किसिमले लाग्न पनि अनुरोध गर्दै दक्षिणकाली नगरपालिकाले यो अभियान चाहिँ सुरु गरेको छ। यो अभियान सुरु गरेकोमा चाहिँ सुरक्षाकर्मी, रेड क्रस, महिला स्वयंसेविका, स्वास्थ्यसँग काम गरेको चाहिँ स्वास्थ्य चाहिँ सङ्घ संस्था र सम्पूर्ण जनप्रतिनिधि, क्लब अनि विभिन्न सङ्घ संस्थाहरू चाहिँ सचेत नागरिकहरू नै यो अभियानमा लागिराख्नु भएको कारणले हिजो चाहिँ केही सङ्क्रमित देख्दाखेरि चाहिँ हामी भएर त्रासमा थियौँ भने आज सङ्क्रमितको सङ्ख्या चाहिँ उपत्यकामा बढ्दो भएको कारणले कता कता हामीलाई चाहिँ रोग केही पनि होइन, यो चाहिँ त्यतिकै चाहिँ साधारण रुगाखोकी मात्रै हो भन्ने कसैको चाहिँ दिमागमा यो कुरा परेको भए यो रोग खतरा नै कुरा हो। यसमा चाहिँ सबैजना सजग हुने र सबैजना चाहिँ सतर्क हुनुपर्ने अवस्था भएर आफू पनि बच्ने समाजलाई पनि बचाउने र हाम्रो उपत्यका, हाम्रो नगर, हाम्रो टोल र हाम्रो समाजलाई सुरक्षित हुनलाई सबैजना संयम हुनलाई अनुरोध गर्दै दक्षिणकाली नगरपालिकाले यो अभियान पनि चालेको कुरा म यहाँहरूसँग राख्न चाहन्छु। हजुर धेरै धेरै धन्यवाद। पक्का पनि यो रोगलाई हामीले हल्का रूपमा लिनु हुँदैन, किनभने हामीले पनि यसो फेसबुकहरूमा कति स्ट्याटसहरू पढ्ने गरेका छौँ सङ्क्रमितहरूको, उहाँहरूको त्यो वेदना सुन्दाखेरि पक्कै पनि यो एकदमै गहन, एकदम गाह्रो हुने रोग हो भन्ने हामीले बुझेका छौँ। त्यसैले यहाँले भने जस्तै हाम्रा श्रोताहरू यो रोगलाई कम हल्का नमान्नु होला, एकदम सचेत भएर अगाडि बढ्नुपर्छ। अनि अब अर्को प्रश्न म यहाँलाई के सोध्न चाहन्छु भने बलामीज्यू, हाम्रो नगरमा अब स्वास्थ्य कर्मीहरू छन्, अब उहाँहरू, अब तपाईँहरू भयो, समाजसेवीहरू भयो, फ्रन्ट लाइनमा जाँदाखेरि त्यहाँनिर रोग सङ्क्रमित हुने डर हुँदै पनि तपाईँहरू अगाडि बढिरहनु भएको छ। त्यो स्थितिमा तपाईँले आफ्नो सुरक्षा कसरी गर्नुभएको छ नि? सबैभन्दा पहिला चाहिँ हामी स्वास्थ्य र जनप्रतिनिधि र पुलिस प्रहरी प्रशासनहरू हामीबाट नै यो चाहिँ तपाईँको धेरै व्यक्तिसँग टच हुने चाहिँ व्यक्तित्व भरिएको हामी हो। त्यसमा चाहिँ स्वास्थ्य कर्मी साथीहरूलाई पनि हामीले चाहिँ स्वास्थ्य कार्यालयमा अगाडि नै हामीले होल्ड डेस्क राखेका छौँ। सेनिटाइजर भयो, मास्कहरू भयो, साबुन पानीले हात धोएर मात्रै स्वास्थ्य कार्यालयमा प्रवेश गराउँछौँ र हामी आउँदा जाँदा पनि एउटा व्यक्तिसँग हामी टच गरिसकेपछि फेरि दोहोऱ्याएर हामी साबुन पानीले हात धुन्छौँ र हामीले मास्क पनि एउटा मास्कलाई चाहिँ धेरै दिन प्रयोग गर्ने होइन, त्यो मास्कले चाहिँ 24 घन्टा मात्रै काम गर्ने भएको हुँदा त्यो मास्क चाहिँ त्यति प्रयोग गरेर चाहिँ हामीले चाहिँ फ्याँक्ने गरेका छौँ र जनप्रतिनिधिहरूले पनि आफ्नो चाहिँ नगरपालिका वडाबाट चाहिँ दिने सेवा सुविधाहरूमा बाक्लो चाहिँ भिडभाड नगरिकन हामीले चाहिँ तपाईँको टेबलबाट होइन, हामीले चाहिँ र चाहिँ तपाईँको आइसकेको चाहिँ सेवाग्राहीहरूलाई हामीले चाहिँ उहाँहरूलाई रोल क्रममा अलिक पातलो बसेर अनि त्यहाँबाट झ्यालबाट चाहिँ हामीले चाहिँ उहाँहरूको चाहिँ आलो पालो गरेर काम गर्ने अवस्था बनाएका छौँ। जनप्रतिनिधिले पनि आफूले भिडभाड नगरिकन कसको के काम हो त्यो चाहिँ आफ्नो वडाको सचिव, कार्यालय सहयोगी अनि कार्यालयको चाहिँ व्यक्ति कर्मचारीसँगबाट चाहिँ त्यो फाइल चाहिँ हाम्रो टेबलमा आएर हामीले चाहिँ तपाईँको उहाँको काम सम्पूर्ण काम गरेपछि धेरै व्यक्तिसँग टच नभइकन एउटै व्यक्तिसँग टच गराएर त्यसरी कामकाज गरिरहेको अवस्था छौँ
र सुरक्षाकर्मीहरूले पनि त्यही मोडेलले आफ्नो काम गरिरहेको छ। स्वास्थ्य कर्मी चाहिँ साथीहरूले पनि आफ्नो चाहिँ कार्यालयमा पनि सुरक्षित हुनुभएको छ र कुनै चाहिँ यो अब कार्यालयमा हुँदा अथवा चेक जाँच गर्दा आफूहरू सुरक्षित भएर घरमा जाने र घरबाट पनि सुरक्षित भएर आउने र एउटा व्यक्तिबाट अर्को व्यक्तिसँग टच नहुने, गाडीको यात्रामा पनि एक सिटमा गर्ने, सधैँ साधनहरू फेरि फेरि नचढ्ने, एउटै व्यक्तिसँग मात्रै यात्रा गरिदिने र त्यो किसिमले हामीले व्यवस्थाहरू मिलेका छौँ। सकभर हामीले सम्पूर्ण यो सम्बन्धी गर्नुपर्नेहरू काम गर्ने त हामी भन्न सकेनौँ, तैपनि संवेदनशील र चाहिँ संयम भएर हामी जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरू लागेका छौँ र सम्पूर्णलाई पनि यही किसिमको अभियानमा लाग्न हामीले अनुरोध गर्दै आफू पनि बच्ने, अरूलाई पनि बचाउने र हामी नेपाल सरकारले मात्रै यसको चाहिँ सम्पूर्ण कामकाजको निर्मूल गर्न नसके भएर हाम्रो यो क्षेत्रमा चाहिँ केही गुम्बा व्यवसायहरू छन्, कुनै सङ्घ संस्थाहरू छन्, उहाँहरूलाई पनि तपाईँहरूले चाहिँ केही यस्तो बेलामा विपदको बेलामा त्यस्तो ठुलो सहयोग गर्नु पर्दैन। केही चाहिँ हिजो अस्ति चाहिँ हाम्रो चाहिँ उसमा लकडाउनको बेलामा घरमा बसेको चाहिँ व्यक्तिहरू छ भने उहाँहरूले तपाईँले के सहयोग गर्नु सक्ने हो, त्यस्तो चाहिँ के राहतको व्यवस्थापन तपाईँहरूले गरिदिनुहोस् र हाम्रो सामुदायिक विद्यालयमा पठन पाठन गरेको विद्यार्थीहरू महिनौँ दिन चाहिँ घरमा बस्नुभयो, उहाँको अभिभावकहरू पनि बाहिर आउनु सकेन भनेर सङ्घ संस्थासँग चाहिँ हामीले दाल चामल नुन तेलको व्यवस्थापन गरेर कमसेकम 600 जना विद्यार्थीहरूलाई हामीले तत्काल राहतको पनि व्यवस्थापन गरेका छौँ र विभिन्न यो चाहिँ गुम्बा क्षेत्रहरू भएको कारणले गुम्बाको चाहिँ साथीहरूलाई चाहिँ बाहिर नआउने र बाहिरको व्यक्तिहरू त्यहाँ टच नहुने अभियान पनि हामीले सारेका छौँ र त्यहाँ तपाईँसँग चाहिँ भएकोमा केही हामीलाई सहयोग गर्नु भन्दा उहाँहरूले हामीलाई सेनिटाइजर अनि मास्कहरूको पनि 2-4 बट्टा वडा कार्यालयमा, स्वास्थ्य चौकीमा अनि कुनै सङ्घ संस्थामा र उहाँहरूसँगै हिँड्दाखेरि चाहिँ चोक बजारतिर पनि मास्क पन्जाहरू वितरण गर्ने हामीले उहाँहरूसँग आर्थिकसँग जोडेर होइन, उहाँहरूले नै सामान वितरण गरेर सामग्री लिएर सबैजनालाई बाँडिदिनु भन्ने अभियानमा पनि हामी लागेका छौँ र हामीले एउटा चाहिँ आफैले मात्रै केही गर्नुपर्छ, मैले मात्रै केही गर्नुसक्छ, यसको जिम्मेवारी मै मात्रै लिने भन्ने कुरो भन्नुभन्दा पनि यो सबैमा अप्ठ्यारोको चाहिँ सबैमा सङ्कटको कुरो भएको कारणले गर्दाखेरि हामी सबैजना संयम र चाहिँ सतर्क भएर चाहिँ हिँडाउने र जनचेतना जगाउने हिसाबमा हामी लागेर हामी अहिले चाहिँ सुरक्षित हिसाबमा चाहिँ हिँड्ने गरेका छौँ। अब यसलाई जहाँसम्म लाग्छ यो दक्षिणकाली नगरपालिका हामी सफल हुन्छौँ जस्तो पनि लाग्छ। सम्पूर्ण अरू चाहिँ नगरपालिका, अरू चाहिँ महानुभावहरूलाई पनि यही पहल कदमीबाट अगाडि बढ्नु हुन म यहाँ यही हाम्रो चाहिँ नेवा एफएम मार्फत सम्पूर्णमा हार्दिक अपिल पनि गर्न चाहन्छु। हजुर धेरै धेरै धन्यवाद। अनि बलामीज्यू, अनि अहिले कोरोनाको कहर देशभरि छ, अब फेरि दसैँ तिहार पनि अब नजिकिँदैछ भनौँ न, यो अवस्थामा अब मानिसहरूसँग काम छैन, पैसाको जुगाड गर्नुपर्ने अवस्था आइरहेको छ, त्यो स्थितिमा मान्छेहरू छटपटिरहेको पनि हुनसक्छ। अब त्यतातिर नगरपालिकाले कुनै कामको सृजना गर्ने अथवा केही सहयोग गर्ने गरेको छ? यसमा कस्तो किसिमको छ भने अहिले चाहिँ सङ्क्रमणकालीन अवस्था स्वास्थ्य सङ्कटको बेला हो। हजुर, अहिले लकडाउन हटिसकेको अवस्था भन्ने सबैलाई भान परेको छ। अहिले नेपाल सरकारले अब 25,000 को सङ्ख्या भयो भने अब यहाँ हामीले व्यवस्थापन गर्नको लागि चाहिँ नेपाल सरकारले पनि केही पहल कदमी चाल्नुपर्छ भनेर मिडिया मार्फत यो कुराहरू आइरहेको अवस्था छ। आम नागरिकलाई हामीले के कुरा अपिल गरेका छौँ भने पुनः फेरि पनि हाम्रो देशमा, हाम्रो ठाउँमा, हाम्रो चाहिँ यो मुलुकमा सङ्क्रमितको अवस्था बढ्दै गयो भने पुनः त्यही हिजोकै परिस्थितिमा हामी फर्किन पर्ने अवस्था हुन जानु सक्छ। यो हामी एउटा तिनै तहको सरकार हो, यो स्थानीय तहले चाहिँ मात्रै स्थानीय तहको चाहिँ आफ्नो नीति नियमले आफूले गर्ने काम त छँदैछ, यसमा चाहिँ सङ्घीय सरकार र प्रदेश सरकारको नीति पनि यो स्थानीय सरकारले मान्नुपर्ने भएको हुँदा जस्तोसुकै परिस्थिति पनि आउन सक्छ। तपाईँले कुनै व्यापार व्यवसाय गर्दा, कुनै किसिमको चाहिँ टाढाको यात्रा गर्दा, कुनै किसिमको चाहिँ तपाईँको चाहिँ अहिले एउटा चाडबाड नजिकै आइरहेको छ, दसैँ हाम्रो मुखमा आइसकेको छ, त्यो अवस्थामा भोलिको दिनचर्चा पनि भोलि हिजोको दिन जस्तो नहोला भन्न सकिँदैन। त्यो अवस्था आउन सक्नको लागि चाहिँ तपाईँको आफ्नो चाहिँ पकेटमा 2-5 हजार आफ्नो स्वास्थ्य उपचारको लागि पैसा राख्नु होला र आफ्नो चाहिँ भोलि 8-10 दिन पछाडि हुने रासन पानीहरू अलिकति सकेछ भने जोरजाम गरेर राख्नु होला र भोलिको दिनचर्चा आउन सक्छ, केही गर्नुपर्ने, केही दिन पछाडि गर्नुपर्ने कामकाज पनि यही बेलामा गर्नु होला र पुनः एकपल्ट चाहिँ देशमा चाहिँ आर्थिक यो स्वास्थ्य सङ्कट पर्न जानु पनि सक्ने बेलामा सङ्घीय सरकारले ठुलो किसिमको चाहिँ फेरि हिजोकै जस्तो
कदमी चाल्यो भने हामीले हिजोभन्दा चाहिँ दयनीय अवस्था बिताउनु पर्ने भएको कारणले गर्दाखेरि सबैजनाले आफूले चाहिँ घाँस बाँस कपासमा केही समयसम्म चाहिँ सुरक्षित रहन सुरक्षित बस्न सक्ने हिसाबले सबैजना बस्नुहोस् भनेर सबैलाई अनुरोध पनि गरेका छौँ। दक्षिणकाली नगरपालिका दुईटा चिजबाट सम्भावना भएको एउटा कृषि र पर्यटनको अवस्था अहिले चाहिँ धराशय भएको कारणले गर्दाखेरि सम्पूर्ण कृषक दाजुभाइ दिदीबहिनीहरूलाई नगरवासीहरूलाई आफूले केही समयसम्म चाहिँ खाना बस्न बाँच्नको लागि केही चाहिँ आफूलाई चाहिने चाहिँ खर्च वर्च र केही रासन पानीको चाहिँ जोडजाड गरेर कुनै पनि बेला त्यस्तो भएको अवस्था आइसकेपछि तपाईँले आफ्नो तर्फबाट त्यो व्यवस्था मिलाउनलाई पनि हामीले हार्दिक अपिल गरेका छौँ। त्यस्तो गर्दा पनि सबैको हैसियत समान नहुने सबैको हैसियत चाहिँ बराबर नहुने भएको हुँदाखेरि त्यस्तो कोसिसमा चाहिँ कुनै व्यक्तिहरूलाई चाहिँ उहाँले सकिँदै नसकेको अवस्था भयो भने हामी जनप्रतिनिधिलाई सम्पर्क गरिदिनुहोस्, स्वयंसेविकाहरूलाई सम्पर्क गरिदिनुहोस्, स्वास्थ्य संस्थालाई सम्पर्क गरिदिनुहोस्, आदरणीय मेयर साहब मेयरज्यूहरू पनि सम्पर्क गरेर आम नागरिकको घाँस बाँस र कपास र उसको चाहिँ जीवधनको सुरक्षा गर्ने स्थानीय सरकारको प्रमुख दायित्व भएको कारणले सम्पूर्ण जनप्रतिनिधिहरूलाई चाहिँ आफ्नो नगरवासी आफ्नो नागरिक आफ्नो वडावासीहरूप्रति संवेदनशील भएर बस्नलाई पनि हामीले कार्यपालिका बैठकमा चाहिँ त्यसको चाहिँ हामीले व्यवस्था मिलाएका छौँ र कार्यपालिका व्यवस्थामा चाहिँ हामी बाँचे भने मात्र यो विकास र अरू चिज सम्भावना हुने भएको हुँदा यो कोरोना कोषको लागि चाहिँ नेपाल सरकारबाट जति रकम छुट्याए पनि हाम्रो आफ्नो बजेटबाट चाहिँ यसलाई चाहिँ केही रकमहरू छुट्याएका छौँ। यसलाई पारदर्शी ढङ्गले चाहिँ तपाईँहरूले खर्च गरिदिनु हुन हामीले चाहिँ आफ्नो माथाहातका कर्मचारीहरूले विषयगत शाखालाई निर्देशन पनि गरिसकेका छौँ र त्यो हिसाबले जनप्रतिनिधि परिचालन भइदिनु भनेर चाहिँ हामीले कुरा गरेछौँ। कुनै त्यस्तो किसिमको अप्ठ्यारो आइपर्यो भने हामीले विकासको कुनै अंशहरू काटेर पनि यदि यो कोषमा पुग्दैन भने हामीले यो कोष चाहिँ मजबुत बनाउनुपर्छ भनेर हामी जनप्रतिनिधि कार्यपालिकाबाट पनि निर्णय भएको हुँदा सम्पूर्णमा यही अपिल गरेका छौँ। हजुर धेरै 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 राम्रो कार्यक्रम गरिदिनु भएको रहेछ। म अब अन्त्यमा यहाँलाई अब आफ्नो व्यस्तताका बावजुद पनि हामीलाई समय दिई अमूल्य जानकारी दिनुभयो यहाँले, यसको लागि म नेवा एफएमको तर्फबाट धन्यवाद दिन चाहन्छु र भविष्यमा पुनः जोडिने आशा गर्दै स्वस्थ रहनुहोला भनेर म यहाँसँग छुट्टिन चाहेँ। हजुर हस् हस् धन्यवाद। सम्पूर्णलाई स्वस्थ रहनुहोस् र चाहिँ स्वस्थ बन्ने शुभकामना मिलोस् भनी पनि म कामना गर्न चाहन्छु। हजुर धन्यवाद। हजुर धन्यवाद। उहाँ हुनुहुन्थ्यो अमेरिका बलामीज्यू, दक्षिणकाली नगरपालिकाका प्रवक्ता हुनुहुन्थ्यो। अहिले हामीले उहाँसँग कुराकानी गऱ्यौँ। अब एकैछिन व्यापारिक विश्राम। समय सन्दर्भ समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। यसका साथै अब समय सकिन आँटेको छ। हाम्रो प्रविधि संयोजनका हाम्रा मित्र हुनुहुन्छ दिलीप कुमार महर्जन, उहाँले कार्यक्रमको समय सकिन आँटेको मलाई इसारा गरिसक्नु भएको छ। म अब यहाँसँग छुट्टिने तर्खरमा छु। अब अर्को कार्यक्रममा पुनः भेटघाट गर्ने गर्दै आजलाई शङ्कर थापालाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभ।